SK Shrestha. Today I'm going to talk about Facebook. Facebook, सबैजना well known about it. जब एउटा बच्चा जन्मिन्छ हाम्रो प्यारेन्ट्सहरूले त्यो बच्चाको शुद्ध अकाउन्ट खोलिदिसकेको हुन्छ फेसबुक अकाउन्ट। यस्ता हामीले कयौं उदाहरणहरू देखिसकेका छौँ। सो फेसबुकमा धेरै व्यक्तिहरूको धेरै सोचहरू भएका व्यक्तिहरूको एउटा जमघट गर्ने ठाउँ र एउटा नयाँ अनलाइन मार्फत हामी सबैलाई चाहिँ कन्ट्याक्ट गर्ने एउटा एकअर्का बिचमा चाहिँ पहिचान बनाउने अथवा प्रमोसन गर्ने एउटा माध्यमको रूपमा फेसबुक अगाडि आइरहेको छ। फेसबुकमा धेरै राम्रा र नराम्रा पोस्टहरू र भिडियोहरू हुने गर्दछन्। हामी ह्युमन बिङ्स जहिले पनि नेगेटिभ कुरालाई, नराम्रो कुरालाई मात्रै हामी प्रोत्साहन गर्दछौँ, त्यसलाई मात्रै हामी लाइक गर्दछौँ, सेयर गर्दछौँ, त्यसलाई हामी चाहिँ बढाउने कोसिस गर्दछौँ। तर कुनै राम्रो पोस्ट छ, कुनै राम्रो भिडियो छ भने त्यसलाई हामी लाइक गर्न अथवा सेयर गर्न डराउँछौँ। किनभने तपाईँ हामी सबैजना यदि हामीले राम्रो कुरालाई सेयर गऱ्यौँ भने, पोस्ट गऱ्यौँ भने अरूले त्यो राम्रो कुराहरूलाई सिक्छन् र अरूले त्यो राम्रो कुराहरूलाई चाहिँ अगाडि आफ्नो व्यक्तिगत जीवनमा लागू गर्छन् र तिनीहरूले सिक्छन् भनेर चाहिँ हामी डराउने कोसिस गर्दछौँ। यो हाम्रो ह्युमन नेचर हो। मैले हजुरहरू सबैलाई भन्न खोजेको होइन, हामी 50% चाहिँ हाम्रो सोचाइ चाहिँ यस्तो हुन्छ। हजुर आफैले आफैलाई सोध्नुहोस्, अहिले तपाईँले यो भिडियो हेर्दै हुनुहुन्छ, तपाईँ यसलाई लाइक गर्न चाहनुहुन्न, सेयर गर्न चाहनुहुन्न। किन चाहनुहुन्न? किनकि तपाईँलाई डर छ कसैले राम्रो कुराहरू सिक्छन् कि भनेर, कसैले राम्रो कुराहरू सेयर गर्छन् कि भनेर तपाईँलाई डर हुन्छ। यही नै हो हाम्रो कमजोरी। अनि हामी सोच्छौँ हामी देशलाई परिवर्तन गर्न चाहन्छौँ, समाजलाई परिवर्तन गर्न चाहन्छौँ। पहिला परिवर्तन त आफैलाई गरेर हेर्नुहोस् त, त्यसपछि बल्ल देश परिवर्तन हुन्छ, समाज परिवर्तन हुन्छ। सो चेन्ज द वे यु लिभ। जब तपाईँले आफूलाई परिवर्तन गर्न सक्नुहुन्न, तपाईँले अरूलाई परिवर्तन गर्ने र समाजलाई परिवर्तन गर्ने आशै नगर्नुहोस्, सोचै नराख्नुहोस्। पहिला सुरुवात तपाईँ आफैबाट गर्नुहोस्। यसले नै सबैको कल्याण गर्छ, सबैलाई राम्रो गर्दछ। थ्याङ्क यू भेरी मच फर वाचिङ दिस भिडियो। हेभ अ नाइस टाइम। टेक केयर। सी यू लेटर।